अब सामान आएको बेलामा सामानहरू लिएर जाऊँ भनेर छिरेको म फेरि के लिएर जाने। गर्मी यार, लास्ट गर्मी भयो यार, तालो भइजाओस् भनेको यार, झन् गर्मी भयो यार, के गरेर हिँड्ने म। जापानको गर्मी यस्तो छ नि, हिँड्नै सकिन्न अझै। आज चाहिँ म स्याक्सो गराएको, स्याक्सो भन्नु पोस्ट अफिस गराएको थिएँ होइन, मेरो सामान किन गएको थियो, त्यहाँ सामान आएको थियो तर म घरमा थिइनँ। अनि त्यस पछाडि यतिकै भयो, अनि फिर्ता गएछ। फेरि त्यहाँबाट पनि फेरि अर्कै ठाउँ फेरि फिर्ता गएछ क्या फेरि। अब फिर्ता गएपछि 1 महिना जति लाग्छ अरे फेरि रिटर्न आउनलाई। त्यो भएर के साह्रो गर्मी यार, लास्ट गर्मी छ यार, यस्तो हद्दै गर्मी छ कि, यस्तो गर्मी छ कि मर्नु जाऊ यो गर्मीमा। बाहिर निस्केर त हिँड्नै सकिँदैन त्यहाँ, के गर्ने। त्यसलाई भेट्छु कि भेट्दिनँ हौ मैले। अहिले चाहिँ शीतलो भरै चाहिँ होइन, शीतल हावा चलिरहेको त्यहाँ सिरिर बदर चलिरहेको, हावा चलिरहेको, सिधा हावा चलिरहेको, सबै यतिकै हावा चलिरहेको। शीतल हावा चले पनि गर्मी त छैन फेरि, चक भइरहेको। त्यो भएर यस्तो गर्मी छ यहाँ। यो चाहिँ ह्याकेन सबै बाटोबाट यसो ह्याकेन सबतिर छिरेर जानु पऱ्यो, शीतल त हुन्छ। के लिएर जान्छ भन्दाखेरि मैले चाहिँ ह्याकेन सबबाट, ह्याकेन सबहरू आएको कोही हुनुहुन्छ भने हेर्नु है, जापानको ह्याकेन सब कस्तो हुन्छ। यो चाहिँ सानो छ तर यहाँबाट नि पाइन्छ राम्रै कुराहरू। मलाई चाहिएको त केही पनि छैन के अरे छन चाहिँ। यतातिर केही छ कि किचनको लागि चाहिँ ह्याकेन सबै। यतातिर पनि ह्याकेन, तास पनि पाउँछ कि यहाँ त, तास पनि पाउँदो रहेछ अरे यहाँ त। ह्याकेन सबमा तास पाउँछ है, तरापु भन्छ एउटा चाहिँ तास है। ह्याकेन सबमा चाहिँ तास पनि पाउँदो रहेछ। यतातिर गर्मी भइरहेको थियो, त्यो भएर क्या अब सामान आएको बेलामा सामानहरू लिएर जाऊँ भनेर छिरेको म फेरि के लिएर जाने हो त नि। चाहिएको सामानहरू त टन्नै छ, कहाँ छ बरु मैले खोजेको। मलाई चाहिएको सामानहरू कहाँ छ भन्ने कुरो यो होइन है। लास्ट गर्मी छ, गर्मी।